लाना हुँदै सिमसोर हुँदै चौरा चौतारासम्मको लागि 250 करोड रुपियाँ दियो भने तर यो नेतृत्वको चाहिने अक्षमताका कारणले गर्दा पैसा कहाँको थियो भन्दा इन्डियन लाइन अफ क्रेडिट एक्जिम ब्याङ्क उहाँ राम्रो बुझ्नुहुन्छ इन्डियन एक्जिम ब्याङ्क लाइन अफ क्रेडिटको पैसा थियो ऋण सहायता रकम थियो तर सम्बन्ध राम्रो नबनाएका कारणले गर्दाखेरि त्यो पैसा आउन सकेन अहिलेसम्म त्यो पेन्डिङमा छ हाई अरब छ 250 करोड र चौरा चौतारासम्म अहिले हाम्रो बाटो पुगिसक्यो फेरि संसद पनि 5 वर्षको थियो 84 मा हुने भनेको निर्वाचन 82 मा अर्को कुरा जुन यो फास्ट ट्र्याकको कुरा छ धनगढी कुटिया दिपायल साइल हुँदै उरै भन्छ अब विगतमा यो सडकको लागि आवाज उठाउने भनेको सुरुमा लेखराज भट्ट त्यसपछि यसलाई चाहिँ फलो गर्ने भनेको म 70 मा मैले यो कुरा उठाएँ 74 मा उठाएँ 79 मा उठाएँ अहिले तपाईको धनगढीदेखि कुटिया हुँदै हाटखोलीसम्म बाटो पिच भइसकेको छ हाटखोलीदेखि बिपी नगरसम्मको ठेक्का लागेर त्यो काम पनि तीव्र गतिमा अगाडि बढिराखेको छ र 2 वर्ष मेरो कार्यकाल बाँकी थियो 3 वर्षमा त संसद त विघटन भयो अब तपाईको चाहिने बिपी नगरदेखि दिपायलसम्मको एउटा खण्ड र दिपायलदेखि तपाईको चाहिने महुवा हुँदै मेललेकसम्म बाटो पिच भइसकेको छ अब हामीले जोड्नुपर्ने मात्र के छ भन्दाखेरि यो तपाईको चाहिने बिपी नगरदेखि दिपायलसम्म र मेललेकदेखि साइल हुँदै उरै भन्ज्याङसम्म यो भयो भने के हुन्छ भन्दाखेरि तपाईको यसमा आवश्यक पर्ने 5 वटा पक्की पुल त्यसको पनि बजेटको व्यवस्थापन गरेर मैले त्यो पनि टेन्डर भएर त्यो पनि काम तीव्र गतिमा अगाडि बढिराखेको छ यो अवस्थामा यो बाटोलाई मैले किन फोकस गरेको छु र अर्को यसमै थपिहाल्छु यो तपाईको धनगढी विमानस्थल यसको लम्बाइ छ धावन मार्ग छ 1800 मिटर अब यसमा 700 मिटर मात्रै थप्यो भने कम्तीमा भोलि हाम्रा बालबालिकाहरू पठन पाठन गर्न जाँदा या चाहिँ वैदेशिक रोजगारमा जाँदा यहीँबाट प्लेन हामी डाइरेक्ट मलेसियाको फ्लाइट हामी लिन सक्छौँ यहीँबाट हामी चाहिँ भारतको जुनसुकै सहरमा प्लेनबाट हामी यहाँबाट जान सक्छौँ यहाँबाट हामी चीन जान सक्छौँ सिङ्गापुर जान सक्छौँ ब्याङ्कक जान सक्छौँ थाइल्यान्ड जान सक्छौँ भनेर म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदाखेरि मैले 2 अरब 5 करोड रुपियाँ बजेट व्यवस्थापन गरेँ त्यसपछि एयरपोर्टको छेउछाउमा बसोबास गर्ने आदरणीय आमा बुवा दाजुभाइहरू 50औं वर्ष अगाडि आएर उहाँहरू बसोबास गर्नुभएको छ न त्यो जग्गा कसैले किनिदिन्छ न त्यो जग्गामा कुनै घर बनाउन पाइन्छ न नक्सा पास हुन्छ न ब्याङ्कमा कुनै काम गरौँ भने न धितो राख्न पाइन्छ यसरी चाहिने एयरपोर्टले राज्यले यसरी रोकिराखेको बेलामा कम्तीमा पनि उहाँहरूले चाहिँ पनि राहत पाउने र जुन चाहिने तपाईँको चाहिने सडक नजोडिएको जग्गा प्रति कट्टा 30 लाख कच्ची सडक जोडिएकोलाई 50 लाख 20 सडक